नमस्कार। के अब भिजा चेन्ज गर्न वा भिजा थप्न 1 लाख र पिआर लिन 3 लाख येन तिर्नै पर्ने हो त? अहिले जापानमा रहेका विदेशी समुदायमा यो एउटा ठुलो त्रासको रूपमा फैलिएको छ। यो हल्ला कति साँचो हो र कति डर मात्रै? आउनुहोस् आज यसको जरासम्म पुगेर बुझ्ने कोसिस गरौँ। यो भिडियो पुरा हेरिसके पछाडि यो फी अहिले बढ्नु पछाडिको कारण, यसको हिस्ट्री, यो फी बढाउन कानुन पास हुने प्रोसेस र के अब लगत्तै 1 लाख या 3 लाख पुगिहाल्ला त भन्ने बारे छर्लङ्ग हुनुहुनेछ। सो भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि यो जानकारी तपाईँ र तपाईँको परिवारको भविष्यको लागि धेरै नै महत्त्वपूर्ण छ र भिडियोलाई सेयर पनि गर्नुहोला। अरू यस्तै इन्फर्मेटिभ भिडियोहरूको लागि च्यानललाई फलो गर्न नबिर्सिनुहोला। यस भिडियोमा प्रयोग भएका इन्फर्मेसनका सोर्सेसहरू डिस्क्रिप्सनमा राखेका छौँ, इन्ट्रेस्ट भए हेर्नुहोला। सबैलाई थाहा भए चाहिँ 2025 देखि नै यो हल्ला चल्न थालिसकेको थियो कि इमिग्रेसनले शुल्क बढाउँछ भनेर। अनि यसैबीच 2026 को मार्च 10 मा जापानको मन्त्रीमण्डलले एउटा कानुन प्रस्ताव गर्छ, जसमा 2027 अप्रिलदेखि लागू हुने गरी भिजा स्ट्याटस चेन्ज गर्न, एक्जाम्पलको लागि स्टुडेन्टबाट वर्किङमा चेन्ज गर्न लाग्ने जस्ता फी वा भिजाको डेट एक्सटेन्ड गर्नको लागि लाग्ने फीको लिमिटलाई अहिलेको लिमिट 10,000 बाट 1 लाख येन पुर्याउने, अनि पिआरको लिमिट अहिलेको 10,000 बाट 3 लाख पुर्याउने कुरा समेटिएको थियो। अब सबैभन्दा पहिला के यो हल्ला हो कि सत्य हो त? उत्तर हो केही सत्य र केही हल्ला। कुन भाग सत्य र कुन भाग हल्ला भन्ने चाहिँ भिडियोमा पछाडि कुरा गर्नेछौँ। अब अलिकति यो शुल्कको इतिहासको बारेमा कुरा गरौँ, किनभने यसले हामीलाई भविष्यमा के हुन सक्ला भन्ने बारे इमेजिन गर्न सजिलो पार्नेछ। तपाईँहरूमध्ये धेरैलाई थाहा नै होला कि जापानमा अहिले हामीले तिर्ने शुल्कको जग 1981 मा बनेको हो। त्यति बेला एउटा कानुन बनाइयो जसले भिजाको शुल्कको एउटा लिमिट अथवा सीमा तोक्यो, जुन कानुनले भिजा शुल्क 10,000 येन भन्दा बढी लिन पाइने छैन भनेर तोक्यो, जसको सुरुवाती शुल्क फुल 10,000 नै नभएर रिन्युअल फी 3,000 र पिआरको फी 6,000 थियो। अचम्मको कुरा के भने लिमिट 10,000 को थियो। यदि चाहेको भए उहिले नै भिजा शुल्क 10,000 पुर्याउन सकिन्थ्यो, तर त्यसो नगरी यसलाई स्टेप बाई स्टेप बिस्तारै बढाइयो। 1981 मा माथि भनिएको शुल्क फिक्स्ड भएपछि त्यसको 13 वर्ष पछाडि अर्थात् 1994 मा रिन्युअल र स्ट्याटस चेन्ज शुल्क 4,000 र पिआर शुल्क 8,000 बनाइयो। अनि त्यसपछि एकैचोटि महँगी लगायतको कारणसहित 31 वर्षपछि गत वर्ष 2025 अप्रिल 1 मा यो शुल्कलाई फेरि बढाइयो। त्यसपछि भिजा नवीकरण शुल्क 4,000 बाट 6,000 भयो र पिआर 8,000 बाट 10,000 येन पुग्यो। यसरी पिआरको शुल्क 10,000 येन पुग्ने बित्तिकै यसले 1981 को कानुनी लिमिटलाई भेट्टायो। अब यहाँबाट जेसुकै भए पनि 10,000 भन्दा बढी पैसा लिन कानुनले नै बदल्नु पर्ने अवस्था आयो। अब प्रश्न आउँछ कि अहिले नै किन लिमिट बढाउनु पर्ने अवस्था आयो त? यसको इकोनोमिक र राजनीतिक गरी दुईवटा कारण सोच्न सकिन्छ। नम्बर 1, इकोनोमिक कारण। जापान लामो समयदेखि डिफ्लेसनको खराब चक्करमा फँसेको थियो, जसले गर्दा महँगी पनि नबढ्ने तर तलब इत्यादि पनि खासै नबढ्ने स्थिति थियो, जसले गर्दा इमिग्रेसनको प्रशासनिक खर्च पनि एकनास थियो। तर अहिले जापानको इकोनोमिक पोलिसी, कोरोना पछिको राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले जापानमा पनि महँगी अर्थात् इन्फ्लेसनको चपेटामा पसेको छ। यसले इमिग्रेसनको प्रशासनिक खर्चको चाप पनि बढायो र भविष्यमा यो महँगी अझै बढ्दै जाने सङ्केत पनि दिएको छ। त्यसैले शुल्क वृद्धिको यो एउटा कारण हुन सक्छ। महँगी त ठिकै छ, तर एकैचोटि यति धेरै बढाउनु चाहिँ किन भन्ने अर्को प्रश्न उठ्न सक्छ। यसको उत्तर पनि यही भिडियोमा केही पछाडि पाउनुहुनेछ। अर्को कारण हो राजनीतिक कारण। जापानको संसदमा कुनै पनि कानुन ल्याउन या बदल्न झन्डै नेपालमा जस्तै यी स्टेपहरू फलो हुने गर्छन्। पहिलो, सरकारका मन्त्रीहरूले कानुन संसदमा पेश गर्ने भनेर निर्णय गर्छन्। त्यसपछि नेपालको प्रतिनिधि सभा भने चाहिँ जापानको लोअर हाउस, जसलाई स्युगिइन भनिन्छ, त्यहाँ पेश गरिन्छ। प्रतिनिधि सभा भनेको चाहिँ हालै नेपालमा भएको चुनाव जस्तै हो, त्यसैबाट चुनिएर जाने सभा हो। त्यहाँ बहुमतले त्यो कानुन पास भएमा नेपालको राष्ट्रिय सभा भने चाहिँ जापानको अप्पर हाउस, जसलाई साङ्गिन भनिन्छ, हो त्यहाँ जान्छ। तर यदि लोअर हाउसमै त्यो कानुन पास नभएमा चाहिँ त्यो कानुन नबनी त्यही नै सकिन्छ। ल, अब लोअर हाउसमा पास भयो भने अप्पर हाउसमा जान्छ, अनि अप्पर हाउसमा पनि बहुमतले पास गरेमा अन्तिममा जापानको राजाले एप्रुभ गरेपछि बल्ल त्यो कानुन बन्न जान्छ। तर यदि अप्पर हाउसले पास नगरेमा चाहिँ के हुन्छ त? यो अवस्थामा चाहिँ फेरि लोअर हाउसले 2/3 पास गरेमा अप्पर हाउसलाई इग्नोर गर्न मिल्छ।
अनि डाइरेक्ट राजाले एप्रुभ गरेमा कानुन बन्छ। तर लोअर हाउसमा 2/3 बहुमत भनेको एकदमै रेयर केस हुने गर्छ, जसले गर्दा कुनै पनि कानुन पास गर्न धेरै लामो छलफल र झन्झटिलो हुने गर्छ। तर 2026 को फेब्रुअरीको चुनावमा सत्ताधारी दल एलटिबी अथवा जिमिन्तोले 2/3 बहुमत ल्याएर ऐतिहासिक जित हासिल गर्यो। यो शक्ति पाएपछि सरकारले अब एउटा यस्तो लिमिट राख्न खोज्यो जसले आगामी 10औं वर्षसम्म फेरि कानुन बदल्न संसदमा धाउनु नपरोस्, किनकि अब फेरि 2/3 को शक्ति पाइने हो होइन भन्ने फिक्स नभएकोले अहिले सरकारले 10,000 को पर्खाल भत्काएर नवीकरणको लागि 1 लाख र पिआरको लागि 3 लाखको ठुलो कोठाको प्रस्ताव राखेको हुन सक्छ। माथि यति धेरै एकैचोटि किन बढाएको भन्ने प्रश्नको जवाब चाहिँ यही हो। तर सरकारले चाहिँ यसरी लिमिट बढाउन यी कुराहरू कन्सिडर गरेको भनेर भनेको छ। नम्बर 1, जापानमा बसोबास गर्ने विदेशीको व्यवस्थापनको लागि आवश्यक पर्ने प्रशासनिक खर्चको लागि, जस्तै कागज जाँच, भिजा इस्यु इत्यादिको लागि लाग्ने विविध खर्चको लागि। नम्बर 2, अन्य विकसित देशको तुलनामा एप्रोप्रिएट शुल्क तय गर्न, युके, अमेरिका इत्यादिको बराबर गर्न। अब मुख्य प्रश्न, के अब 2027बाट भिजा रिन्यू गर्ने 1 लाख र पिआरको लागि 3 लाख लागू हुने फिक्स नै भइसकेको त भन्ने उत्तर हो, फिक्स नै भइसकेको चाहिँ छैन। किनभने अहिले संसदमा पेश हुनुभन्दा अगाडिको प्रोसेस मात्र सकिएको छ। माथि भनिएका प्रोसेस फलो गरेर बल्ल कानुन पास हुने हो। तर माथि भने चाहिँ अहिले सत्तामा रहेको पार्टीको 2/3 बहुमत भएकोले कानुन पास हुने सम्भावना लगभग 100% जस्तै छ। यो भिडियो यहाँसम्म हेर्नेहरूले बुझिसक्नुभयो होला कि यदि यो कानुन पास भइहाले पनि भोलि नै 3 लाख तिर्नुपर्ने भन्ने चाहिँ होइन, बरु सरकारले भविष्यमा आफूसँग 3 लाखसम्म लिन पाउने अधिकार सुरक्षित राखेको हो भन्ने बुझ्दा सही होला। भविष्यमा फेरि कानुन चेन्ज नगरी यो लिमिटभन्दा बढी शुल्क चाहिँ लिन पाइने छैन भनेर एउटा दायरा तोकेको हो। अनि एकैचोटि 1 लाख या 3 लाख पुग्दैन भन्ने अर्को आधार हो इमिग्रेसन सर्भिस एजेन्सीको यो इन्फर्मेसन। यहाँ चाहिँ महँगी अथवा बुक्का हिन्दोका कारण खर्च बढ्दा त्यस अनुसार शुल्क त्यसुर्यो समयअनुसार परिवर्तन गर्न मिल्ने बनाइनेछ। त्यसैले ठ्याक्कै शुल्क कति हो भन्ने कुरा कानुनमा होइन, सरकारले बनाउने सेरे सरकारी नियम मार्फत तय गरिनेछ। कानुन भइसकेपछि बल्ल एक्चुअल शुल्क कति हुने भनेर तोकिनेछ। साथै बसाइको अवधि अनुसार पनि शुल्क फरक हुनेछ भनेर लेखिएको छ। यसको अर्थ एकैचोटि लिमिट पुग्ने सम्भावना लगभग 0 बराबर छ। अनि अगाडि हामीले इतिहासबाट पनि बुझ्यौँ कि सुरुमा शुल्क लिमिटभन्दा कम नै हुनेछ। यसरी हामीले सुरुवातमा यहाँ केही सत्य छ भनेको चाहिँ लिमिट 1 लाख वा 3 लाख हुने कुरा हो। तर एकैचोटि 1 लाख या 3 लाखको शुल्क लाग्ने भन्ने चाहिँ हल्ला मात्र हो। अनि यो कानुन पास भइसक्यो भन्ने चाहिँ हल्ला हो। अनि यो कानुन संसदमा लाने भनेर मन्त्रीमण्डलले निर्णय गरेको चाहिँ सत्य हो। त्यसैले 3 लाखको हल्ला सुनेर आत्तिनु पर्दैन। तर एउटा कुरा चाहिँ पक्का हो, अब जापानमा भिजा प्रक्रिया पहिलाको जस्तो सस्तो हुने छैन। कम्तीमा पनि अहिलेको केही गुणा चाहिँ हुने सम्भावना धेरै नै छ। सरकारले अब विदेशीहरूलाई दिने सेवा सुविधाहरू जस्तै भाषा कक्षा, सहयोग केन्द्रको खर्च हामीबाटै उठाउने तयारी गरेको छ। आजलाई यति नै। यो भिडियो आफ्ना साथीभाइहरूमा सेयर गरेर उनीहरूको डर हटाउन मद्दत गर्नुहोला। थप अपडेटका लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। थ्याङ्क यू।